हेलो गाइस, गुड मर्निङ। आई होप सबैजना सन्चै पनि हुन्छ होला। म एकदमै सन्चै नै छु। आज चाहिँ मेरो ब्लग स्टार्ट यहाँबाट भएको छ भनेपछि खेतगडाबाट के यो चाहिँ आज चाहिँ हाम्रो अब यो गडाको विषयमा अब यहाँ जोतखन भइरहेको छ। यसको रोपाइ पनि हानिदिने हो। बिउ ठुलो उम्रिसक्यो। फेरि यो खुर्सानीहरू बगाल छन् जोत्दिउँ भनेर आएको। फेरि यो के हो, यो के खालको किडो हो यो? भुवाल छ त यो। फेरि पाटेपछि जस्तो लुजर किडो, लुजर लुजर। आमा खतरा जोतिदिरहेको मेरो भाइले। फेरि मस्त पारामा फेरि आउनु पर्दैन क्या मैले, होइन? आउनुपर्छ र त्यो गो धान सक्छु न म। वाह वाह सिरु सिखन गो 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 बेटा ए गो पहिला गाडी डोल्लो होला नत्र पछि गाडी त हुन्न। भारी उठाएर लियो। क्यामेरा बबाल छ यो लट्ठी समाज। यसलाई चाहिँ यस्तो तरिकाले यार, यो लास्टै सिरु हो कि दुवै रहेछ, त्यही भएर हलो नगाडिने हो कि। ए सिधा हाल्नु। ए उभानु वाह वाह उभा 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 वाह वाह वाह। ए सो गाइस फाइनली अब यसलाई टक्क लगाएर जोतखन गर्नु पर्यो। सो गाइस होइन त्यहाँ यहाँ जोतेर चाहिँ अहिले चाहिँ रेस्टमा छु। पसिनाले भिजिहाल्यो। घाम पनि त्यतिकै अहिले बादलले सिकिरहेको। अहिले त भाइ जोत्दैछ, फेरि थाक लगाएर म बसिरहेको छु। घाम पनि त्यस्तै छ कि भयो। हेर्नु नगरी काममा पुग्दैन खान, साँझ र बिहान भने जस्तै हो। के अरे गर्नु पऱ्यो होइन? काम नगरेर खानु पुग्दैन होइन? त्यही नै हो गाइजहरू, त्यस्तै भइरहेछ। अनि ठिकै छ अरू त सब। चाहन्छु अब एउटा दुईवटा तिनवटा खान यो आधा भइसक्यो। सर्लक्क पारेर त्यही नै साथीहरू, अहिले एकचोटि भेटौँला। सो गाइज फाइनली है जोतिसकेर पनि, अनि त्यसपछि अहिले चाहिँ म चाहिँ नुहाउन जान लागेको। सब भएर रेडी भएर पनि भेट्न सक्छ। घाम यस्तो भएर लगाइरहेको छ लास्टै बस्नै नसक्ने, सिधा मुखमै दिइरहेको छ। आकाश पनि भुवाएर भइरहेको छ, बादल। यो मेरो मस्त छ भ्यू पनि। घाम लागिरहेको यो घामको समय खटाउनै नसकिने। हर्नु दुई तिन दिन भइगयो, बाल लास्टै गइरहन्। त्यही भएर चाहिँ म चाहिँ खोलातिर लागेको गाइस होइन। बबाल तरिका यतातिर गएँ मकैहरू सब न हरियाली बाटो। अब चाहिँ खोलातिर जाने टक्क लगाएर स्याम्पू यो फेरि यस्तो स्याम्पू यहाँ राखेर है। चुप 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 त्यसै भाग भाग यहाँ
यहाँ जाऊ हाम्रो रुपी कता भमौ खोज्छ फेरि लगाएर अब चाहिँ खोला भेटौँ ल सो गाइज फाइनली है म चाहिँ खोलातिर आएर पनि यहाँ मस्त घाँस आइसक्यो अनि घाँसमा टक्क मस्त सुतिरहेको छु सुत्दै माथिको आकाशको शीतलमा बादल हेर्दै है तपाईँहरू पनि हेरिदिनु होला हेर्न सक्नुहुन्छ त्यो चाहिँ खोला पढ्यो टक्क लाएर हेर्नु फेरि मस्त चौडो जस्तो कि यो आँपको बुट्टा चाहिँ यहाँ बबाल्छ फेरि म चाहिँ मस्त सुतिरहेको छु मस्त त्यहाँबाट सूर्य आइरहेको छ फेरि घाम छ जुन छ सब छ जुन चाहिँ छैन फेरि त्यो माथिको सालको रुख होइन भइहाल्छ कि फेरि होइन त्यो तल अहिले चाहिँ त्यहाँ तल नुहाउनु गइन्छ फेरि यो देख्न सक्नुहुन्छ तपाईँहरूले है यो हाम्रो खेत छ क्या माथितिर पुरै होइन टक्कला तल केटाकेटी नुहाउँदैछन् यो घाँस हेर्नु हामी यस्तो बाटो राम्रो देखाउँदैन यस्तो बाटो देखाउँछ कि हरियो यो चाहिँ बबाल्छ फेरि म पनि चाहिँ अब नुहाउन जानु पऱ्यो अब पानीमा टक्क लाएर कपडा सपडा खोलेर स्याम्पू पनि साथमा छ साबुन पनि साथमा छ सब साथमा बबल तरिकाले अब म चाहिँ पानीमा पस्छु नुहाउन जान्छु यो चाहिँ खोलो रहेको छ नुहाउनको लागि मैले चाहिँ कपडा सपडा खोलेँ है ध्यानमा लाएर सुत्नुपर्छ एकदम बबाल मचाइरहेको छ नुहाउनु पानी बढिरहेको छ खोलो पहिला यति सानो थियो होइन आजकल के अरे त्यो पानी आएको कारणले बर्खाको कारणले अलि ठुलो भइरहेछ छट पानी पनि तातो हल्का तातो चिसोमा पानीमा बसिरहँ जस्तो लाग्ने क्या एकदम मजाको छ होइन टक्क लाएर अब चाहिँ म नुहाइधुवाइ गरिकन रेडी भइकन फ्रेस मोडमा चाहिँ हुन्छु गाइजहरू होइन मेरो भोइस त सुनिरह होला होइन के कस्तो छ होइन पानीको मौसम चाहिँ बबाल छ माथिबाट सूर्यले हेरिरहेछ अनि यताबाट पानीले पनि साथ दिइरहेछ सब बबाल छ क्या छ आफ्नो उयो मान्छेको हड्डी क्या हो यो के हो गाइजहरू यो भनिदिनु त यस्तो खतरा यार मान्छेको हड्डी हो के हो यो माथि मान्छे जलाउनु पऱ्यो मान्छेको हड्डी त आएन यार यो जे भयो भने हामीलाई केही छैन है जेको गयो पनि हामीलाई डर भयो भन्ने छैन जे पास जता जाओस् जे होस् त्यही पनि हातमा लाग्यो उठाएको त्यही नै हो गाइज होइन आजको भिडियो धेरै लामो पनि भइसक्यो होला होइन भर्खर खोलेको आइडी अनि त्यसपछि के कस्तो छ साथ दिनु होला कस्तो छ कमेन्ट गरिदिनु होला होइन अनि सब्सक्राइब गरिदिनु होला होइन सपोर्ट गरिदिनु होला गाइज यति भन्दै आजलाई म नुहाउँछु पनि अनि बिदा पनि लिन्छु जय नेपाल अब मिल्नुपर्छ नेक्स्ट भिडियोमा तब तकले बाई बाई टाटा मिल्दैन